हेलो गाइस, म आज मेरो भेनाको घरमा आएको छु। मेरो भेनाको चाहिँ यहाँ थुक्पा फ्याक्ट्री छ है। र यहाँ भाइको नाम त के पो हो? अजित भाइ र मेरो भान्जाले चाहिँ यहाँनिर थुक्पा बनाउनु हुँदैछ हो। यसरी थुक्पा तपाईँहरूलाई पनि चाहियो भने तपाईँहरू आएर यहाँनिर चिप रेटमा लिएर जानु सक्नुहुन्छ। यहाँ 10.5 माइल यो जग्गाको एक्ज्याक्ट नाम चाहिँ के पो भन्छ? राजाधारा छेउ 10.5 माइल हो। अन्त यहाँनिर म आएको छु। एकदमै दामी यहाँनिर फ्याक्ट्री छ, थुक्पाको फ्याक्ट्री। मेरो भानिजले चाहिँ अहिले त हाम्रो भानिज यति साह्रो एक्सपिरियन्स हेर्नु, कटाइ मात्रै आयो कटाइ मात्रै अब हो। कडक कडक कैँचीले होइन काट्नु हुँदैछ। र यहाँनिर यसरी थुक्पा बनिरहेको छ है। यो चाहिँ अब पुरानो मेसिन हो, फर्स्ट स्टार्टिङमा भएको। यहाँनिर यसरी मेटेरियलहरू चाहिँ यहाँनिर छ है। यो मात्रै नभएर म भित्र पनि जाँदैछु र यो भित्र चाहिँ यसरी बनाउनु भएको छ थुक्पा फ्याक्ट्री। यस्तो छ, यति दामी छ, यति दामी छ। तपाईँहरूलाई चाहियो भने अर्डर गर्नु सक्नुहुन्छ है। म भानिजको नम्बर पनि लगाइदिन्छु यहाँनिर। भानिज तपाईँको नम्बर भनिदिनु त। नम्बर 761965888। यहाँनिर यसरी छ है गाइस। तपाईँहरूलाई पनि यसो चाहियो भने आउनुहोस्। नम्बरको त्यस्तो दरकार पर्दैन, तपाईँहरू राजाधारा भनेर आउनु भने भइहाल्छ हो। यति मजाले बनिँदैछ थुक्पा चाहिँ, एकदम मजाको छ। यो चाहिँ सुकाइरहनु भएको छ। यहाँ चाहिँ भित्र सुकिसकेको यो चाहिँ हो। यो चाहिँ सुकिसकेको थुक्पा। यो चाहिँ रेडी, अब पेकिङ हुन्छ हो। पेकिङ भएर सिक्किम, दार्जिलिङ, गान्तोक, खरसाङ, मिरिक सबै जग्गा जान्छ यो थुक्पा चाहिँ। आज भेना जोरथाङ जानुभएको छ थुक्पा लिएर। ल गाइस, तपाईँहरूलाई पनि चाहियो भने आउनुहोस् है।